5,000 को झोलाभित्र 5,000 को पासपोर्ट अनि 5,000 को पासपोर्टभित्र करोडौँको सपनाहरू बोकेर हिँड्ने छोरा मान्छे पनि मान्नै पर्छ हो। आफ्नो घर साथी भाइ छोडेर परदेश हिँड्नु पनि गाह्रो छ हौ, छोरा मान्छेलाई गाह्रो छ होइन र। सो वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजनालाई गुड मर्निङ होइन। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि एकदम सन्चै छु होइन। म चाहिँ त्यही हो, सो काम जान लागेको दिनदिनै म यस्तो हालतमा चाहिँ तलबाट सेतो जुत्ता त्यसपछि ट्र्याक होइन, अनि पातलो पातलो कम्मर त्यसपछि ब्याग होइन। त्यही हो, दिनदिनै काममा जाने होइन। 7 बजीदेखि 2 बजीसम्म काम गर्ने। अनि मेरो जर्नी त्यही हो, बिहान उठ्यादेखि साँझसम्मको मेरो जर्नी त्यही 7 बजीदेखि 2 बजीसम्मको मेरो जर्नी हुन्छ काम गर्ने होइन। काममा रमाइलो हुन्छ अनि टाइम गएको थाहा हुँदैन। अनि त्यसपछि आउने हो, उयो नास्ता पकाउने हो, खाने हो, खाना बनाउने हो, खाने हो। मेरो दिन त्यसरी बित्दैछ सर्बियामा। अनि हजुरको यादहरू धेरै आउँछ। भर्खर आएको 2 महिना जति भयो होइन। अनि कस्तो भन्दाखेरि साँझ सुत्नेलाई निद नला टाइपको होइन। अब सुरुमा के भन्दा भर्खर आएको थियो त्यस्तो फिल भइरहेको छैन थियो कि, अहिले त यस्तो फिल भइरहेको छ नि आफूले होइन। अलि त्यो टाइपको लागिरहेको छ क्या मलाई त। आफूले के एक्लो भएको फिल गरिरहेको छु क्या। मामासँग छु तर मामा काममा जानुभयो भने त राति सुतेको मात्र भेट हुने हुन्छ होइन। अनि एक दिन बिदा हुन्छ, एकै दिन हुन्छ घुम्ने, त्यही पनि के गर्दै सुत्दै खाना बनाएर खाँदै टाइम गइहाल्छ त्यो एक दिनको बिदामा भए पनि। कसम यो हामी त छोरा मान्छेले त गाह्रै छ क्या। छोरी मान्छेले पनि गाह्रो छ, तर छोरा मान्छेको जस्तो जिम्मेवारी उठाउनु पर्ने अनि त्यो जस्तो छोरा मान्छेको छ जस्तो लाग्दैन म छोरी मान्छेहरूको। अनि निदी लाग्दैन क्या आजभोलि यार कसम। राति बिहान 4 बजी उठ्नु परिहाल्छ अनि हजुरको राति 11 बजीसम्म निदै लाग्दैन होइन। आफूले सकेको कोसिस गरिरहेको छु। अरू होइन, गीत लगाई अनि सुत्न कोसिस गरी आधा घन्टा 1 घन्टा यताउता गर्नुपर्छ, सोच्नुपर्छ। यस्तो टेन्सन लाग्छ अनि घरको धेरै याद आउने के मलाई। मेरो भाइ छ होइन, सानो छ भाइ मेरो। यस्तो याद आउँछ भाइको, कुरै छोडिदिन सँगै चलेको होइन। त्यस्तै हो, केही छैन। अब बिस्तारै बानी परिला। अनि सधैँभरको लागि पनि आएको होइन यो ठाउँमा भए पनि यत्रोको समयसँगै बिताएको होइन। याद त आइहाल्छ, जसले पनि याद नआउने कुरा हुन्न। याद त अभियसली आइहाल्छ। अनि ठिकै छ, अब आफूले भोग्नु पर्ने रहेछ। अरूभन्दा नि पढ्ने उमेरमा होइन, आफूले पढ्ने उमेरमा अनि केही धेरै पढ्ने उमेरमा, घरमै बसेर केही गर्ने उमेरमा होइन, सानो उमेरमा विदेश आइयो होइन। अनि भोग्यो। अरूभन्दा पनि यस्तो गर्नुपर्ने रहेछ, यस्तो गरेपछि ठिक हुन्छ भन्ने कुराहरू बुझ्यो। सर्बियामा त्यस्तै छ। आएको बल्ल 2 महिना भयो होइन। उयो काम गइरहेको छु, आइरहेको छु अनि नयाँ बाटोहरू चिन्दैछु, घुलमिल हुँदैछु। घुलमिल कसरी हुने कि कोसँग हुने कि घुलमिल पनि यार दिक्क लागिसक्यो मलाई त। यो दिनदिनै काम गएको छ, दिनदिनै आएको छ होइन। दिनदिनै काम गएको छ, दिनदिनै आएको छ। मैले त खै अब कस्तो भन्दाखेरि कहिलेलाई त आफ्नोबाट ऐनामा हेरेर बोलिदिन्छु कि म। कस्तो हुन्छ भन्दाखेरि होइन, लास्टै एक्लो फिल हुन्छ अनि ऐनामा हेरेर बोलिदिँदै हाँसिदिँदै गरिदिन्छु भने पागल हुन जस्तो हुन्छ कि कहिले बेला त। कसम अति भइरहेको छ क्या आजकल मलाई। यति गाह्रो भइरहेको छ नि दिन बिताउन होइन। काम गए त ल त्यहाँ काम गर्छु, उहाँसँग बोल्छु अनि हल्का हाँसो हुन्छ। अब हजुरको यसरी हाँस्नु र भित्र मनमा पीडा भएकोमा धेरै फरक पर्छ नि होइन। आफू हाँसेको देखिन्छ नि, त्यो पछाडिको त्यो दुःख कति छ होइन, आफूले कति भोगेको छ भन्ने कहाँ देखिन्छ र होइन। त्यस्तै छ छोरा मान्छेको लाइफ, केही हुँदैन, बिस्तारै हुँदै जान्छ। अनि यो समयमा आफूले कमजोर बनाएर भन्दा पनि होइन, जति कमजोर बनाए पनि हामीले त्यो समय लिउन सक्दैनौँ जुन समय गइसक्यो। आउला उमेर गएको छैन मेरो होइन, अरूको पनि छ उमेर। अरू परदेश जानुभएहरूको पनि उमेर धेरै छ। बाँच्नुपर्ने टाइमहरू समयहरू अझ धेरै छ। भेट हुन्छ एक दिन सबैसँग, मेरो साथीहरूसँग, म जसले भिडियो हेरिराख्नु भएको छ सबसँग भेट हुन मन छ के। बाँचेपछि होइन सबैसँग घुलमिल भएर सबैसँग बोलेर
टाइम बिताउने अनि टाइम स्पेन्ड गर्ने भन्छु क्या म चाहिँ। त्यस्तै छ लाइफ भनेको यस्तै रहेछ कि छोरा मान्छेको यार। अनि त्यही हो सो गाइस, म चाहिँ हिजोको पार्कको बाटो आएँ, आज चाहिँ हल्का ढिलो भयो होइन। अनि छिटो आउने सोचिरहेको थिएँ, छिटो आउने 3 बजी उठेको थिएँ अनि 4 बजी उठ्नु पर्ने हो, 4 बजी सुत्यो। त्यस्तै भइरहेछ कि आफू काममा जानु परिगयो अनि त्यही माथि नास्ता पनि बनाउनु परिगयो होइन। छोरा मान्छे भनेको यस्तै रहेछ जस्तो लागिरहेछ क्या मलाई त। रहेछ क्या छोरा मान्छेको जिन्दगी यार, भन्छ नि यार। 500 को झोलाभित्र 5000 को पासपोर्ट अनि 5000 को पासपोर्टभित्र करोडौँको सपना बोकेर हिँड्ने छोरा मान्छे पनि मान्नै पर्छ। आफ्नो घर साथी भाइ छोडेर परदेश हिँड्नुपर्ने गाह्रो छ हौ छोरा मान्छेलाई, गाह्रो छ होइन र। गाह्रो त अभियसली हुने हो यो छोरा मान्छेले। अब हेर्नु न, त्यत्रोको 12 वर्ष पढ्यो अनि त्यो कति खर्च हुन्छ बच्चादेखि, त्यही पढ्नलाई त्यही विदेश आउनलाई बना जस्तो यो के भन्छ नि पढेको जस्तो खै यो के नमिल्या किन जन्म्यो भन्ने टाइपको लाग्छ क्या यार। लास्ट इमोसनल हुने हुन्छ कि कसम भने यति पीडा हुन्छ नि, म त्यो शब्दमा बयानै गर्न सक्दिनँ। कसरी बयान गरौँ कसरी भन्नु टाइपको लाग्छ कि मलाई त यार। गाडी पनि छुटेको यार, अब टाइम हिँडिराखेको छु यार, छिटो हिँडिराखेको छु म यार। आज फेरि हल्का ढिलो आएको थिएँ, छिटो त गइरहेको छु काममा। त्यही हो छोरा मान्छेले क्या होइन। 500 को झोलाभित्र 5000 को सोट राखेर करोडौँको सपना बोकेर हिँड्नुपर्छ यार। कम्ती गाह्रो छ हौ कसम भने यार। यो छोरा मान्छे हुन पनि नभएकै बेस भन्छ नि एउटा कसले हो, मैले देखाएको थिएँ भिडियोमा होइन। छोरा मान्छे बन्न त नर्क देख्नुपर्छ हो कि के टाइपको थियो नि एउटा कमेन्ट गर्नु होला, मलाई आएन होइन। कमेन्ट गर्नु पऱ्यो कि सबैजनाले हेर्नु पऱ्यो, मैले गरिराखेको छु, सपोर्ट गर्नु पऱ्यो, केही होला टाइपको लाग्छ होइन। अनि खाली टाइममा बनाएको टाइम पास भन्दा पनि आफूले के गर्छु सोचेर अगाडि बढिराखेको छु। अनि त्यस्तै हो। सो अब म चाहिँ स्टेसनमा आइपुगेँ। म पहिलाको स्टेसनमा जाँदैन कि, किनकि परको स्टेसनभन्दा यो स्टेसन हल्का छिटो हुने रहेछ, स्टेसन नै देखाएको छैन। म त के भन्छ भने ढिलो हो भने त बल्ल 49 मिनटको आइछ, 55मा आउँछ, अन्त 5 मिनट छ, 5 मिनटमा देखाउँछ होला सायद। अनि भिडियो हेर्नु गर्नु पऱ्यो होइन सबैजनाले। म सो अब चाहिँ बसमा चढ्नुपर्छ हामी पक्कै पनि। फेरि म कामबाट आएर बोल्ने छु होइन। म ढाट्ने बानी छैन। सबैभन्दा के भन्दाखेरि पहिला जे थिएँ जस्तो थिएँ म पहिला, कस्तो भन्दा यस्तो टाइपको छैन थिएँ कि, अर्कै अनि सो हुन्छ नि त हल्का सोझो टाइपको होइन। अनि धेरै नबोल्ने टाइपको, अनि बोल्न त बोल्थेँ तर त्यस्तो फेस टु फेस बोल्न नसक्ने के। जोसँग अनि फेस टु फेस बोल्न सकिनँ नि त, हल्का लजालु टाइपको छु, अझै पनि छु, तर एक्लै हुँदा बोलिराखेको छु। तर अहिले चाहिँ बोल्छु जस्तो लाग्छ, जोसँग पनि व्यवहारले बताउँदो रहेछ होइन। व्यवहारले अनि परिस्थितिले यस्तो हुनुपर्ने रहेछ, बोल्न कसरी हुनुपर्ने रहेछ परिस्थितिले भनेपछि बोल्नु पर्ने रहेछ कि। नबोलेर चुप लागेर केही होला जस्तो केही गरिदिन्छ जस्तो त लाग्दैन मलाई होइन। त्यही भएर अहिले चाहिँ अलि बोल्छु जस्तो लाग्छ, पहिला जस्तो छैन जस्तो लाग्छ। धेरै चेन्ज भएको छु म, किनकि पहिलाको समयहरू अब मैले गर्दा धेरैले मन दुख्यो होला, अनि मेरो कारणले गर्दा धेरैले गाह्रो पऱ्यो होला केही कुरामा होइन। सो सरी भन्न चाहन्छु त्यो समयका दिनहरूलाई। अब त्यो समय फर्काएर ल्याएर होइन कि गरेर अनि माफी माग्न सकिँदैन, माफ दिने जस्तो पनि लायक छैन होला केही कुरामा। त्यसको लागि जसले भिडियो हेरिरहनु भएको छ, जसले मैले मन दुखाएको छु, तिनीहरूलाई चाहिँ मनैदेखि सरी भन्न चाहन्छु। अब चाहिँ गाडी चढ्नुपर्छ गाइस, हामी फेरि कुरा गर्दै गर्छौँ। कामबाट आउनुपर्छ अनि मेरो जर्नी भनेको चाहिँ बिहान 4 बजेदेखिको उठेर खाना बनाएर नास्ता बनाएर लगेर होइन, 7 बजेदेखि कामदेखि 2 बजीसम्म काम गर्ने हो। त्यसपछि रुममा आउँदा हजुरको 3:30 भइसक्छ, 3:30 सम्मको जर्नी हुन्छ मेरो। बिहान उठेर साँझ वहाँ जाँदासम्मको जर्नी भनेको त्यही हो मेरो। अनि आएर खाना बनाउनु पर्छ, खानुपर्छ, अनि एक्लै बस्ने हो, अनि त्यही भिडियो एडिट गर्ने हो। गाह्रो छ कि मलाई हल्का एक्लै बस्नुपर्छ। साथीभाइ त्यत्तिकै मामा हुनुहुन्छ, मामा पनि कहिले काममा यताउता सिफ्ट भइरहेको हुन्छ। सो अब चाहिँ बस आइदियो होइन, म चाहिँ जानुपर्छ। फेरि पनि हामी बोल्दै गर्छौँ, हेर्दै गर्नु पऱ्यो सबैजनाले होइन। कामबाट आइको होइन, बसबाट झरेर बसमा सुतेर अरूभन्दा नि होइन, सुतिरहेको बसमा अरूभन्दा नि
निद लाग्छ के राति नसुतेको अझ काम गर्नेलाई आज फेरि हल्का प्रेसर पर्यो नि त अनि काम गर्ने बेला त निद लाएर हैन के भन्नु के राति नसुतेको फाइदा यो के आज चाहिँ जसरी हुन्छ सुत्न कोसिस गर्ने छ कामबाट त आएको अब जाने बेला फेरि दिनदिनै त्यही के काम गरेछ हैन कस्तो छ यतातिर साइड राम्रो छ नि हैन म बस्ने हो कि म घर देख्छु देशमा हैन म पुगेर देखाउँछु धौ आज काममा किन धौ भन्दाखेरि निद लागेर धौ भयो क्या कामले त धोइ हुन्न म त्यो कामले त हजुरको हैन त्यो कामले त मलाई धौ मान्दैन क्या त्यो कामले तँलाई धौ अब भनेर कुहिले भन्छन् भने विश्वासै गर्दैन क्या म हैन काममा गएदेखि आजसम्म एकचोटि धौ होला कि एक दिन धौ भएन क्या मलाई उही त्यही निद लाग्छ भोक लाग्छ भन्ने कुरोमा त्यो सबैभन्दा त्यही मिलिरहेको छैन काम छ यतातिर सब सो आइपुग्यो होइन म बस्ने घर चाहिँ यो होइन यो माथि टप फ्लोरमा अनि गर्मी हुन्छ आजभोलि त गर्मी छैन त्यस्तो अरू ठाउँ अस्ति न 2-3 दिन भएको थियो अनि यहाँदेखि पानी आएको छैन के वहाँदेखि चाहिँ पानी आएको छ कि हजुरको होइन कस्तो भइरहेछ भन्दाखेरि पानी कम आइरहेको छ क्या आजभोलि धेरै भयो 1 हप्ता बढी भइसक्यो पानी आएन नत्र परि मैले ज्याकेट ल्याएको थिएँ कि पुरा ज्याकेट लाउनु पर्ने के 2-3 डिग्री गइपुग्ने होइन हिउँ पर्ने टाइपको हुने हिउँ पर्छ पछि देखाउँछु म हेर्नु पऱ्यो सबैजनाले अझै रुम आइपुगेँ अब जाने हो फेरि माथि गएर नास्ता पकाएर होइन मामाले बनाए खाने हो न त फलफुलहरू छ फलफुलहरू खाने हो होइन स्वास्थ्यको केयर त गर्नु पऱ्यो पहिलो कुरो होइन स्वास्थ्यको केयर नगरेर काम छैन स्वास्थ्यको केयर गर्नु पऱ्यो सबैभन्दा पहिला त चस्मा किन लगाएको भन्नु होला चस्मा किन लगाएको भन्दाखेरि मेरो काम गर्नेलाई सबभन्दा मलाई घिन लाग्ने भनेको त्यही हो क्या आँखामा हल्को हेरी गर्नुपर्छ एउटै चिज होइन हल्का आँखा कालो टाइपको हुन्छ क्या आउनेलाई बिहान जाँदाखेरि फ्रेसमा जाने हुन्छ आउनेलाई फेरि त्यही हो भोकले हुन्छ काम गरेपछि होइन त्यत्तिकै त भइहाल्छ सो अब चाहिँ रुम जान्छु रुम फाइनली होइन रुम पनि आइपुग्यो रुम आइपुगेँ रुममा हालत यसो चाहिँ बनाउनु पर्ने छ त्यही हो जोडेर हिँड्ने हो बिहान त उठेर होइन मामा पनि राति आउनुहुन्छ नेपालको झन्डा छ 2टा लिएर आएको मैले चाहिँ होइन कस्तो छ ठिक छ नि होइन अब चाहिँ त्यही हो मामाले के पाउनु भएको छ हेर्नुपर्छ होइन मामाले त्यही हो भात डोसा जान्छ सधैँ मलाई थाहा छ भात पाकेको रहेछ भात पाकेको छ अरू के पाकेको छैन भात मात्रै पाकेको छ अरू के पाकेको छैन यहाँ अब चाहिँ आफै बनाउनु पर्छ तरकारी बनाउनु पर्छ अनि अरू के गर्नुपर्ने हो गर्नुपर्छ होइन बस्ने हो एकछिन यस्तो धोवा छ नि होइन अब चाहिँ हामी टाढिनु पर्छ होइन सबैजनाले हेर्नु पर्यो लास्टदेखि अन्तिमसम्म दिनदिनै नयाँ कुराहरू देखाउँदै होइन देखाउनु त सकेको छैन भए पनि अब नयाँ कुरा गर्दै होइन बिस्तारै गर्दै गर्छु टाइम म्यानेज गरिरहेको छु बिस्तारै भइरहेछ सबैजनाले हेर्नु पर्यो सब्सक्राइब हानिदिनु पर्यो नयाँ हुनुहुन्छ भने सबैजनाले फुल भिडियो हेर्नु पर्यो आजभोलि अलि लङ भिडियो बनाउनु पाइरहेको छैन किनकि 12 मिनट 10 मिनटको भिडियो बनाइरहेको छ आजभोलि होइन पहिला सुरुमा चाहिँ 15-20 मिनटको बनाइरहेको थिएँ ठिक छ अब टाढिनुपर्छ सबैजना आफ्नो केयर गर्नु होला अनि मलाई पनि सपोर्ट गर्दै गर्नु होला म चाहिँ अब खाना बनाउनु पर्छ हजुरको चाहिँ के अवस्था छ कुन अवस्था हेरेर कमेन्ट गर्नु होला सबैजनाले कमेन्ट गरेको राम्रो एकदमै राम्रो होइन के कस्तो यो गर्दा राम्रो हुन्छ भनेर टिप्स दिएको राम्रो मलाई सबैभन्दा सो आज चाहिँ राम्रोसँग सुत्नुपर्छ आज हिजो जस्तो हालत नहोस् मेरो होइन हिजो चाहिँ म 2 बजे 11 बजे सुतेर 2 बजे उठ्दै फेरि सुत्दै गरेको होइन निद लाग्दैन त्यस्तै भइरहेछ मैले भनिसकेको छु कुराहरू आजको लागि चाहिँ यति नै फेरि पनि नेक्स्ट भ्लगमा योभन्दा राम्रो ल्याउने बाचाका साथ अनि नेक्स्ट भ्लगमा भेट्ने बाचाका साथ हामी बिदा हुन्छौँ सबैजना फेरि पनि भेट हुनेछौँ अर्को भ्लगमा होइन अब यति नै भोलि भेट हुने बाचाका साथ हामी बिदा हुन्छौँ सबैजना हजुरहरू हामी टाढा हुँदै फेरि नेक्स्ट भ्लगमा भेट हुनेछौँ भन्दै हामी सबै के गर्छौँ टाढा हुन्छौँ बाई